अनि गुड मर्निङ है। आज पनि एकदम दिन दामी घाम दामी लागेर आज फेरि बोजू नातिको एकदम सानो एउटा ब्लग बनिँदैछ है। हिजो चाहिँ मैले घरभित्र सफा गरेर बोजूले सफा गरेर आज चाहिँ एकदम दामी दिन भएर चाहिँ बोजूलाई मैले एकदम बाहिर निकालेर सफाहरू गरिदियो है। अन्त सफा सब गरिदियो अन्त अहिले चाहिँ एकदम के गर्नुपर्छ बोजूलाई केस बाटेर चाहिँ एकछिन राख्नुपर्छ है। दिन दामी भइसक्यो चाहिँ बोजूलाई फेरि नुहाइदिन्छु है। अहिले चाहिँ एकदम सफाहरू गरेर बाहिर निकालेर केसहरू बाट्नुपर्ने छ है। अनुहारदेखि लिएर हातखुट्टादेखि लिएर सबै सफा गरिदिएँ। अन्त केस पनि मैले तेल लगाएर एकदम दामी बनाइदिएको छ है। हिजो पनि मैले मजाले सफा गरेर दिएको थिएँ है, किनभने बोजूहरू हो है, टाउको 2 दिन मैले चिसो लाग्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एकदम तेल मात्रै दलेर चाहिँ केस बाट्नुपर्छ है। अब केस बाट्नु लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यस्तो छुट्याउनुपर्छ, यसलाई चाहिँ यस्तो मजाले छुट्याउनुपर्छ। किनभने बोजूहरूलाई है, सबै बिमारी बोजूहरूलाई चाहिँ एकदम याद गरिराख्नुपर्छ है। उहाँहरूको आशीर्वादले राम्रो हुन्छ। किनभने अब यस्तो याद गर्नु बिचारा पाउँथेन होला, बोजूहरू हुँदाखेरि मात्रै हामीले याद गर्नु पाइरहेछौँ। चाहिँ सबै रेडी गरिसकेर यसले चाहिँ जिगज्याग गर्नुपर्छ। कतिले त दामी बुन्छ होला है, यो दामी बुन्छ होला। हामी चाहिँ यो बुन्नु अलिक पारा हुँदैन बाफ्नु। यस्तो बोजूको केस चाहिँ बाटिदिएको यस्तो गर्नुपर्दो रहेछ। अन्त यो डोरी चाहिँ किनभने यस्तोमा लाउँदैछ भन्दाखेरि बोजूको केस छोटो भएर चाहिँ यसले चाहिँ सपोर्ट हुन्छ भनेर चाहिँ लगाएको। यो चाहिँ यसो लाउनुपर्छ केसमा, यस्तो लगायो भने चाहिँ दामी भइहाल्छ। गर्नुपर्छ साइडमा यस्तो बाट्नुपर्छ। यो डोरीले चाहिँ यसरी बाँध्नुपर्छ है। यसरी बाँधे पनि यो केस बाँध्नु चाहिँ केटीले मात्रै केस बाट्नु पर्ने छैन है, केटाले पनि केस बाट्दा हुन्छ है। किनभने हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रोमा चाहिँ हाम्रो दिदीबहिनी छैन है। त्यसले गर्दाखेरि चाहिँ मैले केस मात्रै बाट्दैछु, मैले मात्रै घरको काम गरेको देख्दै होला है। के गर्नु, त्यस्तै परिगयो। अन्त सबै बिमारी छ है, आमा पनि बिमार छ, त्यही कारणले सक्दैन। अन्त बोजू पनि बिमार छ। अन्त म आफै अब छुट्टी गरेर बसेको, घरमै छु यतिखेर। अन्त बिमारीहरूलाई हो स्याहार्नु पर्ने होइन, घरिघरि यस्तो मौका पाउँदैन स्याहार्नु होइन। अब काम भन्ने चिज त जहिले पनि भइहाल्छ है, कमाउनु भन्ने जहिले पनि भइहाल्छ। त्यही कारणले बोजूहरू हुँदाखेरि, बिमारी हुँदाखेरि स्याहार्नुपर्छ है। सबैजनालाई म त्यही भन्छु है, सबजना घरमा त बिमारी हो होला, कति घरमा बिमारी छैन होला होइन। जसकै घरमा पनि बिमारी छ भने बोजूहरूलाई याद गर्नु, आमालाई याद गर्नु, म चाहिँ त्यति नै भन्न चाहन्छु है। किनभने बिमारीहरू खुसी भए पनि आफैलाई पनि एकदम शान्ति हुन्छ है, खुसी लाग्छ। एकदम मैले बोजूको केस बाटेर सक्यो एकदम। आज चाहिँ किन बोजूलाई बाहिर निकालेको भन्दाखेरि कति रुमभित्र बस्छ है, बिचरा बिमारी। अन्त घाम मजाले सेकोस् तापोस् भनेर चाहिँ आज मैले बाहिर निकालेर राखेको बोजूलाई। अन्त अनि यहाँ चाहिँ मेरो मम्मी है, मम्मी पनि एकदम बिमार पुरै दुखिरहेछ। अस्तिदेखि नै जिउ दुख्दैछ भन्दै थियो है। अनि अहिले फिभर पनि पुरा आएको रहेछ है, ज्वरो पनि आइरहेछ। अन्त अहिले खाना दिएर चाहिँ अब दबाईहरू दिनुपर्छ है। अन्त पर पनि बोजू बिमार है, यता पनि मेरो आमा बिमार है, एकदम बिजोग छ है। भोलि अब गान्तोक जाँदैछ फेरि है चेकअपको लागि। अन्त अहिले चाहिँ एकदम खाना खाँदैछ। आज बिहानदेखि चाहिँ निकै साह्रो भएछ है, जिउहरू दुखेर अनि हातहरू पुरै दुख्यो भन्दै थियो है। अन्त ज्वरो पनि त्यस्तै छ है।
एकदम सुप माम पनि खानु त अलिक मजाले मम जान दालसँग भात खाँदैछ है सादा भात दिएको किनभने अलिकति मासु दिउँ भनेको अलिक ज्वरोले अलिक साह्रो पर्दो रहेछ है त्यही कारणले दाल भात अनि तिनै हो है दाल भातसँग दिइरहेछु अब यो दबाई दिनुपर्छ है यो दबाई चाहिँ राम्रो हुँदो रहेछ किनभने अस्ति मलाई पनि 2-3 दिन चाहिँ मलाई पनि साह्रो पर्यो है किनभने यो चाहिँ यस्तो हुँदो रहेछ यसले दामी काम गर्दो रहेछ